जोजलपा नमस्कार यहाँहरु सबैजनालाई। घाम चर्को छ तर ऊर्जा भने बिहान जतिको तत्ति नै छ, अझ बढ्दछ। आज मैले यो उपस्थिति यहाँहरु सबैजनाको उपस्थिति सबैमा मैले संख्या नम्बर कतिजना भन्दा पनि यहाँहरु सबैजनामा अपार ऊर्जा देखिरहेकी छु, आत्मविश्वास देखिरहेकी छु र राष्ट्रका लागि सकारात्मक परिवर्तनका लागि भावनाले ओतप्रोत भएको देखिरहेको छु। आज हामी परिवर्तनका लागि, देश र जनताका लागि, आफ्नै भविष्यका लागि भेला भएका छौं र आज जनता जितेको दिनलाई उत्सवका रूपमा मनाउनका लागि सबैजना एक साथ छौं। सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका छौं। जब जब हामी सबै युवाहरू एकजुट हुन्छौं तब तब असम्भव भनिएका, इम्पोसिबल भनिएका कुराहरूलाई हामीले पोसिबल सम्भव बनाएर देखाएका छौं। आज हामीले यो सबै युवाहरूको भेला, यो ऊर्जा भनेको नेपालको सुन्दर भविष्य बनाउनका लागि हामी प्रेरित छौं भन्ने कुरामा मैले विश्वास राखेकी छु। म एउटा कुरामा सदैव विश्वास गर्ने गर्छु, त्यो हो सफलता उनीहरूले नै पाउँछन् जसले कहिले पनि हार मान्दैन। सफलताले उसैलाई पछ्याउँछ जसले कदापि हार मान्दैन। अहिलेको समयमा हामीलाई चारैतर्फबाट चौतर्फी आक्रमण भएको हामी सबैले महसुस गर्न सक्छौं। तर जतिसुकै आक्रमण भए तापनि हामी विचलित हुने छैनौं। राष्ट्र निर्माणका लागि तपाईं हामी एकजुट भएर निरन्तर अघि बढिरहनेछौं। हामी कहीँ पनि थाक्ने छैनौं, हामी कहीँ पनि रोक्ने छैनौं। There will be no comma, no full stop. We only know to move forward for our nation. म यहाँहरूलाई म आफ्नै अनुभव पनि सुनाउन चाहन्छु। मैले नेकपा एमालेबाट टिकट पाएर उपमेयरमा निर्वाचित भए। उपमेयरमा निर्वाचित भएपछि कुनै पनि दिन, समय, बार, चाडपर्व केही नभनिकन सदैव आफ्नो जिम्मेवारी, आफ्नो कर्तव्यमा निष्ठावान भएर, जनताप्रति इमानदार भएर सदैव काम गरिरहे। जनताको सामुन्ने काम गरिरहे, जनताको माझमै उभिएर काम गरिरहे, सदैव आफ्नो पदप्रति वफादार भए, सदैव आफ्नो जनता र राष्ट्रका लागि वफादार भइरहे। त्यसैकारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो। आफूले गरेको कामको सकारात्मक प्रभावहरू देख्न थाले। त्यसपछि राष्ट्र विकास भएको हेर्न नचाहनेहरू, काम गरेको देख्दाखेरि बत्ती पोल्नेहरूका लागि मेरो कामले गर्दाखेरि पोल्न थाल्यो र चौतर्फी आक्रमण गरेको मैले आफूले पनि महसुस गर्न थाले। निरन्तर रूपमा आक्रमण भइरहेको छ। मैले गरेको काम र यो जनताप्रतिको उत्तरदायित्व देशभित्र मात्र होइन, सहरभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि यसलाई रेकग्नाइज गर्न थाल्यो। संसारका विभिन्न मुलुकहरूले, विभिन्न मुलुकका सरकारहरूले नै निमन्त्रणा पठाएर काठमाडौँमा गरेको राम्रो अभ्यास, राम्रो काम र अनुभव साट्नका लागि निमन्त्रणा गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम, अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे। त्यसले पनि धेरैलाई पोल्यो। कुनै आधारविहीन लेख्नलाई पनि छेकेन, जथाभावी बोल्नलाई पनि छेकेन, जथाभावी कमेन्ट गर्नलाई पनि छेकेन। आक्रमण निरन्तर गरिरहे। त्यो आक्रमण गर्ने व्यक्तिहरू राष्ट्र विरोधीहरू हुन्। त्यस्ता तत्त्वहरू, राष्ट्र विरोधी तत्त्वहरू सल्बलाइरहेका छन्। अहिले संसारभर नेपालको नाम उच्च राख्न सफल बनेकी छु। यङ ग्लोबल लिडरको रूपमा चयन भएकी छु र यो चयन भइरहँदाखेरि यो व्यक्तिको लागि मात्र होइन, राष्ट्रको लागि हो, देशका सम्पूर्ण युवाहरूको लागि हो। युवाले काम गर्न सक्छ। नेपाली युवा
राष्ट्रिय रूपमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा आफ्नो ठाउँ बनाउन सक्छ भन्ने उदाहरण हो। र यो उपाधि म यहाँहरू सबैलाई समर्पित गर्न चाहन्छु र अझ धेरै राम्ररी इमानदार भएर कामलाई निरन्तरता दिइरहनेछु। र यसले पनि धेरैलाई पोल्यो, धेरैलाई गाह्रो भयो, सकस भयो, सुन्न सकेन, हेर्न सकेन, त्यसपछि जथाभावी आक्रमण गर्न भने निरन्तर प्रयास गरिरहेको छ। तर म यही मञ्चबाट भन्न चाहन्छु, I am unstoppable. I will not stop working for my people. I will not stop working for my city, for my nation. I will not stop doing the right thing. And I will not stop speaking the right thing. सत्य बोल्न, साँचो काम गर्न, जनतासँग वफादार हुन कदापि पछि हट्ने छैन। आक्रमण भइरहला तर जित त्यसैको हुन्छ जसले हार मान्दैन, जसले सत्यको बाटो सदैव अघि पछ्याइरहन्छ। यो हामीमा मात्र, ममा मात्र सीमित छैन। पार्टी र त्यसै गरी श्रद्धेय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू उहाँले पनि काम गरेकै कारण, राष्ट्रवादी भएकै कारणले गर्दा थुप्रै आक्रमणहरू खेप्न परेको छ। त्यस्ता आक्रमण तत्त्वहरू सल्बलाइरहेका छन्। र म स्मरण गर्न चाहन्छु 2072 साल जुन बेलामा देश भूकम्पका कारण थलथलिएको थियो, अर्थतन्त्र ध्वस्त भएको थियो, विकास निर्माणको काम ठप्प भएको थियो, सम्पदाहरू ढलेका थिए। त्यस्ता समयमा राष्ट्रको लागि काम गर्नुभयो, नेतृत्व दिनुभयो। र त्यो समयमा हामीले राजनेता मानेर सम्मान गर्ने त कहाँ हो, झुटो आरोप लगाउने, बदनाम गर्ने तर्फ भने थुप्रै त्यस्ता तत्त्वहरू अघि बढे। तर हामी जस्ता युवाहरू, आजका युगका 21औं शताब्दीका युवा भनेर हामीले भन्छौँ भने हामीले कुनै पनि परिस्थितिलाई बुझ्न जरुरी छ, सत्य के हो भनेर जान्न जरुरी छ। अफवाहको पछाडि, फटाहाटले निम्त्याएका विभिन्न भ्रमका पछाडि जाने होइन, के हो ठिक, के हो बेठिक भनेर छुट्याउन सक्ने क्षमता राख्नु पर्दछ। जे देख्यो त्यही हो, यु सी एन्ड यु मेक पर्सेप्सन, यो कदापि हुँदैन। हामी युवाहरू we see things, we critically think, we critically analyze and then only we make our perception. कुनै पनि कुरालाई सोच विचार पुर्याउनु भन्दा अगाडि हामी सोच्छौँ, हामी विचार गर्छौँ, सत्य के हो, डेटाले के भन्छ भनेर हेर्छौँ, अध्ययन गर्छौँ, अनि मात्र हामी युवा हुन्छ। उमेरले युवा भएर युवा मानिँदैन, उमेरले मात्र युवा बनिँदैन रहेछ। हामी निरन्तर अध्ययनशील हुन्छौँ, सत्यको पछाडि हामी सदैव उभिरहनेछौँ।